नमस्कार साथीहरू, हजुरहरूले भिडियोमा पनौती नगरपालिका 5 दथुगलीमा रहेका वास्तुकलाले भरिएका घरहरू देखिराख्नु भएको छ। संरक्षण र चिनारीको खाँचो रहेका वास्तुकलाले भरिएका यस्ता घरहरू पनौतीमा थुप्रै छन्। सांस्कृतिक सम्पदाले भरिएको पनौती एकचोटि अवश्य पुग्नुपर्ने स्थान हो। यहाँ 12 वर्षमा एकचोटि लाग्ने मकर मेला पनि लाग्ने गर्दछ। यी वास्तुकलाले भरिएका घरहरू मकर मेला लाग्ने त्रिवेणी घाट नजिकै पर्दछ। पनौतीमा त्रिवेणी घाट, इन्द्रेश्वर मन्दिर, गोरखनाथ मन्दिर जस्ता धेरै पर्यटकीय स्थलहरू छन्। नेपालको राजधानी काठमाडौँबाट 32 किलोमिटर दूरीमा रहेको पनौती अत्यन्तै रमणीय स्थल हो। आगामी भिडियोहरूमा पनौतीको बारेमा चर्चा गर्दै गरौँला। यदि भिडियो राम्रो लागेमा लाइक, सब्सक्राइब, सेयर र कमेन्ट अवश्य पनि गरिदिनुहोला। यस्तै हराएका संरचनाहरूको बारेमा जानकारी पाउनको लागि मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनुहोला। हजुरहरूको दिन मङ्गलमय बितोस्। सी यू नेक्स्ट भिडियो। बाइ बाइ।